बाट मेरो देवर चाहिँ यति खुसी छ नयाँ बाइक किनेर देउरानी पनि हाँस्दै छिन् मक्क परेको छिन् भोलि त जान्छ नि घुम्नलाई बाइकमा हुई गरेर दीपिका पनि झापाकै छ नि विराटनगर बाइकको तयारी ये देखो मोमो लभरी सबभन्दा धेरै मन पर्ने खै दीपिका झोल सबै बनाउने मान्छे उ कुकम्यान आइ पाकिसकेको छ अरू साथीहरू आज त 8 बजे राति पनि आइयो सपिङ गर्नको लागि किनभने भने एकदमै जरुरी थियो हैन भोलिको लागि त साथीहरू मैले के किने हजुरहरुलाई पुरै भिडियो हेर्नु अनि म भन्ने छु है त हेलो साथीहरू फेरि पनि वेलकम छ मेरो न्यू डेली भ्लगमा म रोशनी चौधरी उदयपुर देवरीबाट छु र म चाहिँ एकदमै सन्चै छु र हजुरहरू पनि एकदमै सन्चै हुनुहुन्छ भन्ने मलाई आशा छ त साथीहरू आजको मौसम बिहान बिहान हेर्न सक्नुहुन्छ एकदमै राम्रो छ है पानी परेको थियो हैन अनि चिसो चिसो छ अनि उठ्नु पनि मन नलाग्ने कि अनि के गर्नु तर पनि अब आफ्नो काम दैनिकीय कर्तव्य हैन गर्नै पर्छ अनि म चाहिँ बिहानै उठेर आजको दिनको सुरुवाती साथीहरू अब घरहरू बडाल कुडाल गर्ने अनि चुलो सुलो निपेर हैन सबै दिन निप्नु पर्छ किनभने हामीलाई चाहिँ चुलो भनेपछि चाहिँ पुरै साफ सुथरा हैन अनि मात्र लक्ष्मी घरमा पस्छ भनेर भन्नुहुन्छ त्यही भएर चाहिँ पुरै साफ सफाई सब दिन चुलो निपेर अनि मात्रै खाना पकाउने भनेर म चाहिँ चुलो सुलो निपे अनि त्यसपछि हाम्रो अहिले त राइस कुकर किनेको छ महिना साथीहरू त राइस कुकरमा खाना बसाएर चाहिँ भात मात्रै पकाउँछौं यो चुलो भात भन्छौं तरकारी मात्रै पकाउँछौं के चुलोमा अनि अलिक त्यही भएर छिटो नै हुन्छ भनौं न तरकारी मात्रै पकाउनु पर्छ हैन साथीहरु चुरो निपिसकेको पछाडी मैले चाहिँ बेलुकातिर राति भएर के भाडा नै माझ्न अनि त्यसपछि मैले चाहिँ भाडा कुडाहरु पनि धोए यति कालो भाडा छ हाम्रो चाहिँ अब चुलोमा पकाउँछौं हैन त्यही भएर भाडाहरु त कालो नै हुन्छ अनि हामी चाहिँ साबुन अनि त्यो उहरु पनि सँगै मिसाएर माझ्छौं त्यो दाउराको खरानीबाट चाहिँ एकदमै राम्रो हुन्छ के भाडा कुडाहरु अनि अलि त्यो प्लास्टिकको चाहिँ अलि त्यो खरानीबाट पनि अलि लागिहाल्छ के त्यही भएर साबुनको पनि युज गर्छौं त साथीहरु यहाँ हेर्न सक्नुहुन्छ यो चाहिँ बन्दाकोबी अनि यहाँ चाहिँ मम्मीले यो मोमोको मसलाहरु पनि ल्याइदिनु भएको छ आज चाहिँ हाम्रो घरमा पाक्ने वाला छ मोमो हैन साथीहरु अनि म चाहिँ अब कामतिर लागे हैन खाना साना खाएर म ड्युटीमा अब दिउँसोको भिडियो त बनाउन पाउँछु कि पाउँदैन साथीहरु तर अहिले चाहिँ म लागे आफ्नो काम मिटिङ सकेर चाहिँ राति 8 बजे आएर चाहिँ म शपिङ गर्न गएँ के साथीहरु भोलि चाहिँ यहाँ हाम्रो विराटनगर जानुपर्ने ट्रेनिङ छ नि त्यसको लागि चाहिँ अलिक हैन फर्मल ड्रेस को लागि चाहिँ मलाई चाहिएको थियो ड्रेसहरु थिएन मसँग त्यही भएर मैले ब्लेजर सेट किन्नको लागि म 8 बजे राति उहाँलाई लिएर चाहिँ पुगे यहाँ शपिङ मलमा भनौं न धेरै ठुलो त हैन हाम्रो गाईघाट बजारको चाहिँ
400-600 हजारवाला फेसन प्लाजामा। अनि त्यहाँ गएर चाहिँ मैले 2-3वटा ब्लेजरहरू ट्राई गरेँ। अनि मलाई त्यसमध्ये चाहिँ मलाई किन्न त कालो थियो, तर उहाँलाई चाहिँ अब यस्तो घिउ कलरको मन परेर चाहिँ हामीले चाहिँ घिउ कलरको नै ब्लेजर अनि पेन्ट किन्यौँ साथीहरू। अनि यहाँ चाहिँ अलिक कुपन सिस्टम रहेछ कि त्यो चिट्ठा पर्ने, अनि त्यही भएर मैले त्यो चिट्ठा पनि भरेर अनि त्यो चाहिँ चिट्ठा गर्नको लागि चाहिँ 2000भन्दा माथिको सपिङ गर्नुपर्ने रहेछ। अनि त्यही भएर चाहिँ मैले पनि त्यति नै ठ्याक्क पुगाएँ। अनि मैले चाहिँ ब्लेजर अनि तल पेन्ट लिएँ, अनि त्यस पछाडि चाहिँ एउटा स्यान्डो पनि लिएँ। अनि हामीले चाहिँ आजको सपिङ गऱ्यौँ साथीहरू रातिको। अनि मलाई चाहिँ भोलि चाहिएको थियो, त्यही भएर अनि म चाहिँ यहाँ फर्म गर्दैछु क्या साथीहरू। अनि अब असोजसम्ममा हुन्छ कि त्यो रिजल्ट निस्किन्छ कि यसको। अनि खै भाग्य मानिस पनि छैन, पढ्नेवाला छ कि छैन साथीहरू त्यो थाहा भएन। अनि अब हेरौँ के हुन्छ रिजल्ट आउँदाखेरि। अनि त्यसपछि मैले किनेर चाहिँ मैले भनेको थिएँ होइन, हाम्रो घरमा चाहिँ आज पाक्नेवाला छ मोमो। त म सोचिरहेको थिएँ कि दिउँसोको भिडियो लिन पाउँदिनँ भनेर, किनकि दिउँसोतिर नै बनाउनुहुन्छ होला भनेर सोचेको थिएँ। तर अहिले घर आएको त पाकिसकेको मोमो खान पाउँछु भनेर सोचिरहेको थिएँ। अहिले चाहिँ यहाँ बन्दैछ होइन हाम्रो घरमा मोमोज। यहाँ हेर्न सक्नुहुन्छ मम्मीले चाहिँ बेल्दै हुनुहुन्छ पुरी भन्छु, मोमोज बनाउनको लागि रोटी। यहाँ चाहिँ कुकम्यान खत्रै कुकम्यान छ क्या, फेरि राम यस्तो राम्रो मोमो बनाउँछ नि। यहाँ हेर्नुहुन्छ रिजल्ट। यहाँ मोमो होटेलमा गयो भने खत्रै कुकम्यान भनेर राख्छन् होला नि। मोमो लभरी सबभन्दा धेरै मनपर्ने खै दिपका। दिपका किमादेखि लिएर झोलसोल सबै बनाउने मान्छे ऊ कुकम्यान। पाकिसकेको छ अरू हुँदैछ मोमो यहाँ होइन। यो अब ग्यासमा भएको भए त यतिकै पकाउँथेँ, मैले यो चुलोमा त कालो हुन्छ, माझ्नलाई अप्ठ्यारो हुन्छ, त्यही भएर चाहिँ यो हन्डीमा पकाएको माथि राखेर तरिका यस्तो। खुसखबरीको गफ, नयाँ बाइक आएको छ हाम्रो घरमा होइन साथीहरू। अनि खुसखबरीको गफ, नयाँ बाइक आएको छ हाम्रो घरमा होइन साथीहरू। अनि घरबाट मेरो देवर चाहिँ यति खुसी छ नयाँ बाइक किनेर, देउरानी पनि हाँस्दै छिन्, मक्क परेको छिन्। भोलि त जान्छ नि घुम्नलाई बाइकमा हुई गरेर। दिपिका पनि जान्छ है भोलि घुम्न, ऊ लाजले भाइक छु त। अब चाहिँ बाइक धोएर पूजा गर्ने होइन साथीहरू। विराटनगर झापादेखि किनेर ल्याएको बाइक। झापाकै छोली विराटनगर बाइकको तयारी। त गाइस पूजा हुँदैछ यहाँ बाइकको। अहिले राति ल्याउनु भयो कि विराटनगरबाट, अनि त्यही भएर त्यो पूजा हुँदैछ। अब म चाख्छु कस्तो बनेको छ। टेस्टी एकदमै राम्रो बनेको छ। त साथीहरू आजको भिडियो यति नै होइन, त अर्को भिडियोमा फेरि भोलि भेट्नेछु। तपाईँसम्मको लागि बाई। मेरो भिडियो वाच गरिदिनु भयो सबैजनाले, त्यसको लागि सम्पूर्णमा धन्यवाद।